नमस्ते सबैलाई यस युट्युब च्यानलमा स्वागत छ। स्पेशली 2026 को डिबी रिजल्ट प्रकाशन हुन केही दिन मात्र बाँकी भएको कारणले सबै व्यक्तिहरूलाई डिबी रिजल्ट कसरी गर्न सकिन्छ र डिबी रिजल्ट कहिले आउँछ भन्ने पूर्ण जानकारी नभएको हुन सक्छ र त्यही प्रश्नहरूलाई मध्यनजर गर्दै म यस भिडियोमा तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु भन्दै म भिडियोतर्फ लाग्न चाहन्छु। सर्वप्रथम तपाईले डिबी रिजल्ट कसरी चेक गर्न सकिन्छ भन्ने कुरा सिकाउँछु र अन्तिममा डिबी रिजल्ट नेपाली समयमा कति बजे आउँछ भन्ने कुरा पनि जानकारी दिनेछु। सर्वप्रथम तपाईले डिबी रिजल्ट चेक गर्नको लागि सर्वप्रथम तपाई क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ। क्रोम ब्राउजरमा गएर तपाई सर्च बारमा चाहिँ EDB 2026 EDB फर्म 2026 भनेर सर्च गर्न सक्नुहुन्छ। सर्च गरिसकेपछि फर्स्टमै तपाईको इलेक्ट्रोनिक डाइभर्सिटी भिजा भनेको छ, तपाईले यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि तपाईले स्क्रल गर्नु होला मोबाइलको स्क्रिन चाहिँ, अनि यसमा तपाईले चेक स्ट्याटस भन्ने एउटा अप्सन देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि कन्टिन्यूमा क्लिक गरिदिनु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यसमा यस्तो खालको इन्टरफेस ओपन भएको छ। फर्स्टमा 1 नम्बरमा कन्फर्मेसन नम्बर भन्यो, 2 नम्बरमा चाहिँ लास्ट फ्यामिली नेम भन्यो, 3 नम्बरमा चाहिँ डेट अफ बर्थ भन्यो, 4th नम्बरमा अथेन्टिकेटेड नम्बर भनेको यो तलको जस्तो सो उस्तै तपाईले टाइप गर्नुपर्ने हुन्छ। माथिको सबै फुलफिल गरेर सर्वप्रथम फर्स्टमा चाहिँ कन्फर्मेसन नम्बर कहाँ हुन्छ भनेपछि तपाईले कुनै पनि साइबरमा गएर तपाईले डिबी को रिजल्ट फर्म भर्नुभयो होला या आफ्नै घरमा आफै मोबाइलदेखि नै भर्नुभयो होला। जसरी भरे पनि तपाईको कन्फर्मेसन नम्बर चाहिँ लास्टमा सबमिट गरिसकेपछि देखाउँछ। कन्फर्मेसन कस्तो हुन्छ भनेपछि म तपाईलाई देखाउन गइरहेको छु। कन्फर्मेसन नम्बर चाहिँ तपाईको यो इन्ट्राक्ट नेमदेखि ओली अमरबहादुरदेखि तल देख्नु भएको छ कन्फर्मेसन नम्बर लेखेको छ। कन्फर्मेसन नम्बर भनेको चाहिँ यही हो। तपाईले कन्फर्मेसन नम्बर चाहिँ तपाईले चाहिँ अब मैले चाहिँ अहिले यसरी कपी गरेर लेख्छु, यो त अब यो चाहिँ मान्दैन, तैपनि म तपाईलाई एउटा उदाहरण देखाउनको लागि भिडियोमा सिकाउनको लागि चाहिँ यस्तो कपी लिएर लिए। कन्फर्मेसन नम्बर चाहिँ यसरी आयो नि। अब लास्ट फ्यामिली नेम भनेको चाहिँ के होला? लास्ट फ्यामिली नाम भनेको जस्तो ओली भनेको लास्ट नेम भयो, बस्नेत लास्ट नेम भयो, अरुण कुमार बस्नेत चाहिँ लास्ट नेम भयो, अरुण कुमार भन्ने चाहिँ फर्स्ट नेम भन्छ। यस्तो फर्महरु गर्दाखेरि जस्तो ओली छ टोटल्ली क्यापिटलमा हाल्नु होला, ओली चाहिँ यसरी हाल्नु होला। अनि डेट अफ बर्थ भन्छ जस्तो 2002 को मान्छे भयो भने 2002 अनि मे 5 को भयो भने 2002 मे 5 लेख्ने होइन, त्यसमा चाहिँ अनि त्यसमा तपाईको अथेन्टिकेटेड भनेको छ। यसमा चाहिँ तपाईले जस्तो छ उस्तै, जस्तो यो क्यापिटलमा छ भने त्यस्तोमा लेख्नु पर्ने हुन्छ यसमा। अनि W त्यसपछि EM गरेर तपाईले यसरी सबमिट गरिदिनु पर्ने हुन्छ। सबमिट गरिसकेपछि तपाईको यहाँ तपाई सिलेक्ट हुनुभयो भने चाहिँ हैज बीन द सिलेक्टेड भन्छ, अनि सिलेक्टेड भएन भन्छ नट सिलेक्टेड फर्दर द प्रोसेस भन्छ। र यसरी नै आफ्नो मोबाइलदेखि नै तपाईले आफ्नो डिबी रिजल्ट चेक गर्न सक्नुहुन्छ। कुरा रह्यो अर्को, वैशाख 20 गते त आउने नै भयो। कति बजे आउँछ भन्दा नेपाली समय साँझको बेलुकाको 9:45 डिबी रिजल्ट प्रकाशन हुनेछ र सबैजनालाई डिबी रिजल्टको शुभकामना। सबैलाई डिबी परोस्, बेस्ट विशेस भन्दै र भिडियो कस्तो इन्फर्मेसन लाग्यो भने तपाईले च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै यस भिडियोबाट बिदा हुन्छु।